यो सबैलाई नमस्ते भन्दै म डेली अपडेटमा आइसकेको छु। यसरी आज मङ्गलबार भएको कारणले गर्दाखेरि सिमराया हाम्रो स्टोरमा आइसकेको छ। हेर्नुहोस् न कस्तो राम्रो फ्रेस छ। तर केही समयको लागि मात्रै यो फ्रेस बस्छ, किनभने गरम यति बेसी भएकोले गर्दाखेरि म चाहिँ मजाले स्टक गरेर एकदमै मजाले प्याक गरेर म राख्छु। त्यसैले गर्दाखेरि बेलुकीसम्ममा सायद बस्न सक्छ। यसैले गर्दाखेरि हामी मङ्गलबार राख्छौँ। हेर्नुहोस् न अति राम्रो र फ्रेस भएको कारणले गर्दाखेरि हजुरहरूलाई चाँडै जानकारी दिइरहेको छु कि हजुरहरूलाई चाहिन्छ भने अहिले बिहानै मर्निङ समयमा हजुरहरू आउनुहोस्। सायद स्टक पनि कम्ती हुनसक्छ, किन भन्दाखेरि चाहिँ एकदमै कम्ती ल्याउँछौँ हामी सब्जीहरू चाहिँ। अब एकदमै गरम छ, सिलगढी चाहिँ गरमले गर्दाखेरि सब्जीहरू रहँदैन, बेलुकीसम्ममा राम्रोसँगले फ्रेस रहँदैन। त्यसैले गर्दाखेरि कम्ती ल्याएको हुन्छौँ र हजुरहरूलाई थाहा होस् कि मर्निङ समयमा तपाईँ आउनुभयो भने यति बेला आउनुभयो भने चाहिँ हजुरहरूले अवश्य पनि राम्रो पाउनुहुनेछ। सागसब्जीहरू चाहिँ अब तामा पनि हामीले ल्याइसकेका छौँ। हेर्नुहोस् न तामा यति साह्रो राम्रो छ हो, मजाले हामीले ल्याएका छौँ। हजुरहरू आउन सक्नुहुनेछ र तामा पनि खानुहुन्छ भनेदेखिलाई चाहिँ। र अरू बाँकी बात सागसब्जीहरू त हामीसँग प्रशस्त मात्रामा आज केही समयको लागि हामीले ल्याइसकेका छौँ भन्दै बाई सी यू भन्न चाहन्छु सबैजनालाई।